भेज मात्रै कति पकाउँछस् ननभेज पनि पकाएर देखा न अरे कि ल हेर अब तेरो हात चाटुन्जेल पकाइदिन्छु अब हेर ल लेखेछ कि भेज मात्रै कति पकाउँछस् ननभेज पनि पकाएर देखा न अरे कि भेज र ननभेज के भनिरहेको सिधा भन्न मासु पकाएर देखा भनेर ल हेर अलिकति हर्दी पाउडर अलिकति जिरा पाउडर अलिकति धनियाँ पाउडर हल्का यसरी मिसाएर चाहिँ क्या यसरी दिनुपर्छ यसरी मिसाएर टाको लागि चाहिँ यसरी मेरिनेट गरेर फ्रिजमा हालेर ठ्याक्कै बन्द गरिदिनुपर्छ टक्कै ग्यास जलायो त्यहाँदेखि ओलिभ अलिकति हाल्यो पर्पर भुट्नुपर्छ प्याज हाल्यो हेर्नुहोस् है तपाईँ यो ब्राउन हुन्जेलसम्म यसलाई पकाइरहनुपर्छ ब्राउन हुन्जेलसम्म ब्राउन भइसक्यो अब टमाटर हाल्यो ठ्याक्कै टमाटर हालेर चलाउँदै पकाउनु पऱ्यो त्यो केटाले कमेन्टमा चाहिँ के लेख गर्छ हेर्छु नि भेज मात्रै बनाउँछस् त भन्दै थियो अस्ति होइन ल अब ननभेज पनि खाएर हेर भनेर भनिदिएको नि ल अब हेर्दै जा र जिन्जरको पेस्ट गार्लिक जिन्जर पेस्ट अलिकति जिरा पाउडर अलिकति धनियाँ पाउडर मजाले चलाइरहनुपर्छ यसलाई चाहिँ फेरि जबसम्म तेल छोड्दैन तबसम्म चलाइरहनुपर्छ त्यसरी हेरिरहनुहोस् लु यसरी चलाइरहनुपर्छ मेथी कलरको लागि हेर्नुहोस् यसरी हल्का राखेको आधा घन्टा भइसकेको मासु सस हल्का आधी पाकेपछि चाहिँ कुमिन्डो हाल्नुपर्छ कुमिन्डो हालेर चाहिँ यसलाई कुमिन्डोसँग पकाउनुपर्छ नुन लागेको छ हो अब यसलाई प्लेटिङ झाँक्री देखाउँछु म फेरि एकपल्ट अन्त त्यसलाई भन्नेलाई चाहिँ फेरि एकपल्ट देखाएर चाहिँ नि फोटोमा हेरेर भिडियोमा हेरेर चाहिँ थोकिदियोस् अस्ति कमेन्ट गर्दै थियो नि भेज मात्रै बनाउँछस् त ननभेज पनि बनाएर देखा न भनेको नि ननभेज भनेको चाहिँ बुझ्दैन भनेर होला लु मासु पकाएर देखा न भनेको भइहाल्थ्यो त पकाइदिएँ त मैले लास्टमा भरे अन्त त कमेन्ट बुढिया आएछ कि बुढियाले फेरि बबाल बनाउनु भएको छ त मासु अरे कि अन्त अस्ति एउटाले चाहिँ भेज मात्रै बनाउँछस् अन्त के पो ननभेज त बनाउँदैनस् त अरे कि भनेर कमेन्ट गरेको थियो नि त त्यहाँदेखि बनाएको अरे कि त्यो कमेन्ट गर्ने त मै त हो अरे कि ला म त नाम नपढिकन मासु बनाइदिएँ भने हो त्यसरी नाम नपढिकन हुन्छ भने अन्त के भयो त तेरै पैसा चोरेर त बनाएको भनिदिएको